आनी छुइङ डोल्माको स्वर रहेको यो गीतमा न्यू बज्राचार्यको सङ्गीत र दुर्गालाल श्रेष्ठको शब्द रहेको छ। सुरिलो आवाज र सुमधुर सङ्गीतले भरिएको यो गीत सुन्दा अर्कै आनन्द आउँछ, जसले गर्दा यो गीतलाई करोडौंले मन पराएका छन्। तर यो गीतमा रहेको शब्दले केही अनौठो अर्थ लगाउँछ। गीतको पहिलो लाइन फुलको आँखामा फुलै संसार, जसको अर्थ हुन्छ जो जस्तो छ उसले सबैलाई त्यही देख्छ, जो सकारात्मक छ उसले सारा संसारलाई सकारात्मक नै देख्छ भनेर कतिपयले व्याख्या गरेका छन्। यदि यो लाइनको अर्थ यस्तो हुन जान्छ भने यो लाइन सरासर झुट हो। के राम्रो आँखामा संसारै राम्रो देखिन्छ र? यदि देखिन्छ भने के राष्ट्रको उच्च तहमा बसेर जनतामाथि धोका दिनुलाई बुद्धले राम्रो देखिनुहुन्छ? के वर्षेनी हजारौंको संख्यामा विचलित गराउने र मृत्यु गराउने युद्धलाई मिलारेपाले राम्रो देखिनुहुन्छ? के त्यो भ्रष्टाचार, हत्या, हिंसा, अन्याय, अत्याचार, बलात्कार, भेदभावलाई दलाइ लामाले राम्रो देखिनुहुन्छ? कदापि हुन्न। यिनीहरूलाई राम्रो देखिने हर कोही महात्मा हुन सक्दैन। अनि अर्को, जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने कथन हाम्रो समाजमा भन्ने गरेको पाइन्छ। यदि जे हुन्छ राम्रोको लागि हुन्छ भने अहिले समाजमा भएका हत्या, हिंसा, अन्याय, अत्याचार, द्वन्द, हडताल के राम्रोको लागि भएको हो? मेरो प्रश्न। आज हाम्रो समाजमा दुःख, पीडा, अशान्ति, असन्तुष्टिलाई देख्न सक्छौं। यसमा हाम्रो गलत दृष्टि, गलत मान्यता र अस्वस्थ गतिविधिको ठूलो हात रहेको छ। मेरो बुझाइमा फुलको आँखामा फुलै संसार होइन। फुललाई फुलै देख्छन् र काँडालाई काँडै देख्छन्। त्यस्तै जे हुन्छ राम्रोको लागि हुँदैन। इतिहास पल्टाएर हेर्ने हो भने चङ्गेज खान, हिटलरको जन्म राम्रो थिएन। हिरोसिमा, नागासाकीमा भएको बम विस्फोट सही थिएन। यो सत्य हो कि जे हुन्छ त्यसमा राम्रो हुने सम्भावना पक्कै रहेको हुन्छ। हिटलर पनि बुद्ध बन्न सक्थ्यो। हिटलर बन्ने कि बुद्ध बन्ने त्यो तपाईको हातमा। देखेको सबै यथार्थ हुँदैन, सुनेको सबै सत्य हुँदैन। देखेको सबै यथार्थ हुँदैन, सुनेको सबै सत्य हुँदैन। नसोचे हामीले नखोजे वास्तविकता आफै उग्दैन। नसोचे हामीले नखोजे यथार्थ आफै उग्दैन, सत्य आफै उग्दैन। नमो बुद्धाय।